सबैजनालाई नमस्कार। स्टाफ कलेज जाउला खेलमा आएर हामीले क्रिएटिङ अ जेन्डर फ्रेन्डली इन्भाइरोमेन्ट विषयमा लिएको 5 दिने तालिममा हाम्रो समूह नम्बर 1 को तर्फबाट हामी आफ्नो अनुभव सुनाउँदैछौँ। यसमा मलाई लागेको व्यक्तिगत धारणा चाहिँ कसैसँग बोली व्यवहार गरिरहेछ भने आफू राम्रै सोच्ने भनेको छ भने पनि उसलाई कस्तो असर पर्छ भन्ने विषय जेन्डर सेन्सिटिभ लेन्सले पनि हेर्नु पर्दो रहेछ। आफूले राम्रो सोच्दा सोच्दै पनि उनीहरूको मनमा कस्तो फिलिङ्स आउँछ, नराम्रो पनि आउन सक्छ भन्ने विषयमा चाहिँ अलिक सेन्सिटिभ हुनुपर्छ है भन्ने। हामी जेन्डर फ्रेन्डली ट्रेनिङमा आउँदाखेरि जस हामीलाई एकदम रमाइलो अनुभव भयो। नयाँ नयाँ कुराहरू सिक्न पायौँ। जेन्डर फ्रेन्डली बारेमा कसरी काम गर्ने, वातावरणलाई कसरी राम्रो पार्ने भन्ने जस्ता कुराहरू सिक्न पाइयो। धन्यवाद। यो जेन्डर फ्रेन्डलीसँग धेरै कुरा थ्योरिटिकल कुरा थाहा थियो, यहाँ प्र्याक्टिकल भयो र भोलिको दिनमा मैले सेवा प्रवाह गर्ने ठाउँबाट र नीति नियमदेखि लिएर हरेक कुरामा यसलाई कार्यान्वयन गर्न सहज भयो भन्ने यहाँबाट सिकेको भयो। यो ट्रेनिङमा आएर मलाई चाहिँ फर्स्ट अफ अल हामीले चाहिँ माइन्ड सेटअपै चेन्ज गर्नुपर्ने रहेछ भन्ने जानकारी। जेन्डर फ्रेन्डली पोलिसीको कार्यान्वयनको सम्बन्धमा चाहिँ हाम्रो सरकारी र निजी क्षेत्रलाई चाहिँ त्यसलाई कार्यान्वयन गर्ने पक्ष चाहिँ फितलो भएको हुनाले त्यसलाई कार्यान्वयन पक्ष बलियो बनाउनुपर्छ भन्ने चाहिँ लाग्यो। यसमा चाहिँ अहिले मैले नयाँ महसुस गरेको चाहिँ फिल्ड भिजिट, जुन चाहिँ पहिलाको ट्रेनिङहरूमा त्यस्तो महसुस गरेको थिएन। त्योबाट धेरै ग्यापहरू के रहेछ त्यो रियालिटीमा भन्ने कुराहरू चाहिँ आइडेन्टिफाई गर्न सकियो। धन्यवाद। ट्रेनिङमा आएर चाहिँ मैले चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा सिकेको भनेको चाहिँ इम्प्याथेटिकल वेबाट कसरी बिहेभ गर्ने र जेन्डर फ्रेन्डली इन्भाइरोमेन्ट क्रिएट गर्न कसरी सहयोग पुग्छ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण भएको लाग्यो। नमस्कार। विकासको मूल प्रवाहबाट पछाडि परेका वर्ग, समुदाय, क्षेत्रलाई समेटेर विभिन्न सेक्टरबाट सहभागिता गराएर दिएको यो ज्ञान दिने तालिमले लैङ्गिक मैत्री वातावरण विकास र आफूले काम गर्ने कार्यक्षेत्रमा चाहिँ कसरी हामीले चाहिँ अझै लैङ्गिक मैत्री वातावरण तयार गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामीलाई यो तालिमले निकै सहायक सिद्ध भएको महसुस भएको छ र कार्यक्षेत्रमा काम गर्नलाई चाहिँ थप प्रेरणा पनि मिल्छ भन्ने अपेक्षा पनि लिएका छौँ। नमस्कार, म विनिता शर्मा, महालक्ष्मी नगरपालिका नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलद्वारा आयोजित लैङ्गिक मैत्री वातावरण निर्माण तालिम कार्यक्रम 5 दिनको कार्यक्रमले एकदम सिकाइमूलक र प्रभावकारी नै रह्यो। अझ यस लैङ्गिक मैत्री के हो भन्ने कुरा बुझ्दाखेरि नै हामीले यो फिल्ड वर्क गरेका थियौँ 2 दिनसम्म विद्यालयमा गएर। फिल्डमा जाँदा र हामीले व्यवहारमा के हुन्छ भन्ने कुराहरू अझ विस्तृत रूपमा बुझ्यौँ। यस कोर्सले चाहिँ हामीलाई लैङ्गिक मैत्री वातावरण निर्माण गर्न सहज गर्यो। यसको लागि चाहिँ स्टाफ कलेज, जसलाई हामी विशेष धन्यवाद दिन चाहन्छौँ। हामीलाई विभिन्न क्षेत्रका समुदायका चाहिँ कर्मचारी साथीहरूलाई चाहिँ एकासँग परिचय गराउने वातावरण बनाइदियो। त्यसैले पूर्ण धन्यवाद दिन चाहन्छु। स्टाफ कलेजले चलाएको यो कार्यक्रममा सहभागी हुँदा चाहिँ थ्योरिटिकल ज्ञान मात्र नभएर प्र्याक्टिकल पनि हामीले कसरी अप्लाई भइरहेको छ त्यो बुझ्ने मौका पाएँ। यो स्टाफ कलेजको 5 दिने तालिमले चाहिँ मूल प्रवाहमा नभएका व्यक्तिहरूलाई कसरी हामी मेनस्ट्रिम गर्न सक्छौँ र लैङ्गिक मैत्री वातावरण कसरी सृजना गर्न सक्छौँ भन्ने कुरा चाहिँ थियोरिटिकली र प्र्याक्टिकली दुवै रूपमा चाहिँ हामीलाई ज्ञान दिएको छ। यसको लागि स्टाफ कलेजलाई विशेष धन्यवाद। हस्पिटलको हामी चाहिँ फिल्ड भिजिटको लागि वीर हस्पिटल र काठमाडौँ मोडल हस्पिटल गएको थियौँ र यो तालिमको अवधिमा मैले के सिकेँ भन्दाखेरि अब जेसी भनेको जेन्डरसँग मात्र रिलेटेड होइन रहेछ। अब यसमा चाहिँ फरक क्षमता भएका व्यक्तिहरू, त्यसै गरी वृद्धाको कुरा, बालबालिकाको कुरा, हरेक कुराहरू आउने रहेछ। मैले चाहिँ यो ट्रेनिङबाट जेसीको अर्थ र जेसीको महत्त्व बारेमा चाहिँ स्पष्ट रूपमा बुझ्ने मौका पाएँ। मैले चाहिँ यो जेसी ट्रेनिङबाट चाहिँ पहिचान सबैको फरक हुन्छ, तर अधिकार चाहिँ सबैको समान छ भन्ने कुरा चाहिँ अझै गहिरो रूपमा बुझ्ने मौका पाएँ। मैले जेसीको ट्रेनिङबाट यो समाज विकास, दिगो विकास र सामाजिक न्यायको मूलाधार हो भन्ने कुरा बुझेँ। नमस्कार, मेरो नाम रचिता आचार्य। म यो जेसीको ट्रेनिङमा दूरसञ्चार कार्यक्रमबाट प्रतिनिधित्व गरेको छु। सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के सिकेँ भन्दाखेरि यो जेन्डर भनेको चाहिँ मलाई मेल र फिमेलको पर्सपेक्टिभ मात्रै जस्तो लाग्थ्यो, तर यहाँ आएपछि चाहिँ मलाई यो जेन्डर इन्क्लुसिभनेस भनेको चाहिँ आफूले ब्रोडर कन्सेप्ट रहेछ भन्ने कुरा बुझेँ मैले। यो तालिमबाट यहाँको ट्रेनर म्याडमहरूले सिकाउने कला छ त्यो कला एकदमै मन पर्यो। सम्बन्धी ट्रेनिङमा मलाई चाहिँ मन परेको कुरा यो फिल्ड ट्रिप गएर जुन आफूले अब्जर्भेसनहरू गरेर हेरेर त्यहाँको जुन अनुभूति गर्न पाइयो त्यो जेन्डर सम्बन्धी त्यो विशेष गरी यो जेन्डर इन्भाइरोमेन्ट यो चाहिँ ट्रेनिङमा चाहिँ मैले चाहिँ के कुरा चाहिँ सिक्नु मौका पाएँ भने देशको सामाजिक संरचना हेरेको चाहिँ लैङ्गिक समानताको लागि रहेछ। धन्यवाद। म चाहिँ यो जेन्डर फ्रेन्डली इन्भाइरोमेन्ट सम्बन्धी तालिमबाट चाहिँ जुनसुकै अब प्राइभेट अथवा पब्लिक जुनसुकै प्लेस अथवा वर्क प्लेसमा होस् हरेक कुरामा चाहिँ जेन्डर फ्रेन्डली पर्सपेक्टिभबाट हेर्नुपर्दो रहेछ भन्ने कुरा चाहिँ सिकेँ।
योभन्दा अगाडि चाहिँ यस्तो कन्सेप्ट थिएन। मैले चाहिँ यो 5 दिने जेन्डर फ्रेन्डली इन्भाइरोमेन्ट ट्रेनिङबाट चाहिँ फर्स्टमा आउँदाखेरि चाहिँ यो मेल फिमेलहरूको लागि मात्र हो भनेर सोचेको थिएँ, तर यो चाहिँ पुरै सबैजनाको लागि रहेछ, जो सपाङ्ग, ब्लाइन्ड, प्रेग्नेन्ट वुमेन चाहिँ मेल फिमेल सबैको लागि रहेछ। यो चाहिँ कुनै पनि अफिसहरूमा चाहिँ यो जेन्डर फ्रेन्डली इन्भाइरोमेन्ट चाहिँ हुनुपर्ने रहेछ भन्ने कुरा चाहिँ बुझेँ। क्रिएटिङ जेसी फ्रेन्डली इन्भाइरोमेन्ट तालिमबाट चाहिँ हाम्रो नीतिहरूमा जेसी भनेको चाहिँ एउटा वुमेन र मेनको मात्रै पर्सपेक्टिभ नभएर एउटा सामाजिक समावेशीकरणको चाहिँ एउटा ठुलो दायरा बोकेको हुँदो रहेछ। यसले हाम्रो नीतिहरूमा चाहिँ त्यो कुरा रिफ्लेक्ट हुनुपर्दो रहेछ भन्ने कुरा मैले बुझेँ। धन्यवाद। 1000 को सामान 500 किने भन्नुहुन्छ, छोराछोरीका लागि तपाईँलाई छलेर मन परेका खानेकुराहरू किनिदिनुहुन्छ। सर, तपाईँकी म्याडमले पनि मैले जस्तै गर्नुहुन्छ। बिरामी आफन्त भेट्न जाँदा तपाईँ हात हल्लाउँदै जानुहुन्छ। संस्कार र चलन मैले नै जान्नुपर्छ। सर, तपाईँकी म्याडमले पनि मैले जस्तै गर्नुहुन्छ। गर्न त हामी सबैले गल्ती गर्छौँ, तर पनि म्याडमहरूको काम यस्तै हुन्छ। तपाईँले गरेको गल्ती हुन्छ, मैले गल्ती गरे काम नजान्ने हुन्छ। तपाईँ र तपाईँका अर्का 2 जना साथी बाहिर यसो निस्किँदा 10 मिनट मात्रै हुन्छ, म 10 मिनट बाहिर निस्किँदा दिनभरि बाहिर निस्केको हुन्छ। हामी सबै महिला पुरुष समान छौँ। हामी सबै महिला र पुरुषहरू सबै समान छौँ। लैङ्गिक असमानताबारे